एभ्रिवान वेलकम टु आवर ब्लग्स। धेरै दिनपछि पनि मैले आज ब्लग बनाउँदैछु। आज चाहिँ मेरो 3rd एनिभर्सरी अनि त्यही स्पेशल आज चाहिँ यति जागर चलेको अनि केही बनाइहालौँ कि भने यादगार हुन्छ भनेर। अनि आज चाहिँ हामी आफ्नो 3rd एनिभर्सरीमा एउटा चाहिँ सिक्रेट रिभिल गर्छु, हजुरहरूलाई देखाउँछु कि अब हामी 2बाट 3 हुनवाला छौँ। अनि त्यही चाहिँ हामी चाहिँ उस गर्छौँ, रिभिल गर्छौँ। अनि त्यही खासमा त्यही केही छैन, त्यही छ एउटा सानो पार्टी छ एनिभर्सरीको अनि बेबी सावर पनि सँगसँगै सानो तिनो पार्टी त्यही छ। अब हेर्नु अब कस्तो हुन्छ भनेर। आज धेरै दिनपछि म कति मलाई लागिरहेको 6-7 महिना भइसक्यो। मैले आज 6-7 महिना पछि 6-7 महिना पछि चाहिँ म चाहिँ उस ब्लग बनाउने जागर चलेछ मलाई। मैले चाहिँ उस डेकोरेट गरेको हाम्रो बेबीको रिभिल गर्ने भनेर, सिक्रेट रिभिल गर्ने भनेर। कति राम्रो भएछ कि कति राम्रो भएको छ। म त फिदा भयो हेरेर कि म नि यति राम्रो गर्न सक्छु भनेर। अनि हजुर कतिको खुसी हुनुहुन्छ? धेरै 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 खुसी छु। हजुरलाई के लाग्छ, छोरा हुन्छ कि छोरी? जे भए पनि भगवानको वरदान हो। तर जे भए पनि सो ह्याप्पी फुल। आई एम सो। अनि के सोच्नु भएको छ त? छोरा भएपछि के नाम राख्नुहुन्छ, छोरी भएपछि के नाम राख्नुहुन्छ? नाम राख्नु मेरो डिपार्टको कुरा होइन, यो महिलाहरूको डिपार्टको काम हो। मेरो काम अर्कै हो। त्यो कारणले हजुरको काम के हो? मेरो बुढीहरूले नाम हाल्छ। बुढीहरूले? हजुरलाई कतिवटा बुढी हो र? होइन, हजुर हुन्छ नि बुढी, त्यसको काम हो। महिला डिपार्टको काम हो। मेरो काम खाना बनाउने, खाने, यताउता गर्ने, सरसफाइ गर्ने। सरसफाइ गर्ने, खाना बनाउने, खाने मेरो डिपार्ट त हो। काम गर्ने यताउता छ हो र। अब घरमा एउटा ठुलो लक्ष्मी आउँदैछ, भित्री आउँछ। आफ्नो लाइफमा सबभन्दा ठुलो सम्पत्ति भनौँ, त्योभन्दा ठुलो सम्पत्ति केही हुँदैन। 2जनाबाट 3जना बनेको धेरै खुसी। आई एम सो ह्याप्पी। अरू के भन्नु? अब 1-2 सालपछि फेरि 3जनाबाट 4जना हुन्छ। 4टा टाउको हुन्छ, 8वटा खुट्टा हुन्छ। अहिले 2टा टाउको 4टा खुट्टा छ। 2 महिनापछि 3वटा टाउको 6वटा खुट्टा हुन्छ। फेरि 1-2 वर्षपछि 4वटा टाउको हुन्छ, 8वटा खुट्टा हुन्छ। त्यसपछि स्टप हुन्छ। त्यो चाहिँ फ्यामिली मेरो त्यही 4जनामा मिलेर बाँच्ने, सङ्घर्ष गर्ने, सँगै खाने, सँगै बस्ने, सँगै रमाउने। लाइफ पृथ्वी जस्तै गोलो छ, एक फन्का मारिरहेको छ। घडी हुन्छ नि, त्यसको सुइया हुन्छ नि, 12 मिनट त्यस्तै एक फन्का जाने, एक फन्का घुम्दै लाइफ त्यस्तै घुमेको हुन्छ। 4जना हुने, हामी 2, हाम्रो 2। एउटा 12मा हुन्छ, एउटा 3मा हुन्छ, एउटा 6मा हुन्छ, एउटा 9मा हुन्छ। त्यसै घडीको फन्का जस्तो ठ्याक्कै मिलाइदिनु भयो त। अनि अरू अब त्यसैमा बाँच्ने, त्यसैमा खुसी हुने, त्यसैमा गर्ने। अरू केही सोध्नु? क्वेसन सोध्नु? अरू के सोध्नु? अनि नेपाल कहिले जाने? नेपाल अब छोरा भएपछि, छोरी भएपछि अब त नेपाल लिएर त जानु पर्यो नि। एउटा बर्थडे सकेपछि जाने।
1 वर्षपछि एउटा बर्थडे बच्चाको 1 वर्ष भइसकेपछि हजुर हजुर एउटा बर्थडे भएपछि आफ्नो हातखुट्टाले घुम्न चङ्गा भएपछि त्यति बेला जाने हो र अनि हजुर चाहिँ आफ्नो सासु आमालाई यहाँ बोलाउनुहुन्छ त्यसको लागि कति खुसी हुनुहुन्छ त्यसको त कुरै नगर्नु खुसीको खुसीमै छु हो यसको छोरा विपदमा छ त्यसको छोरा सासूको छोरा 1 साल पछाडि भइसकेको छ 1 साल पछाडि भइसकेछ अनि के भन्छ हजुर पनि त आफ्नो सासूको छोरै हुनुहुन्छ नि उसको भन्दा धेरै त हजुरलाई माया गर्छ त्यो त कहिले पनि हुँदैन आफ्नो छोराको आफ्नै माया गर्छ तर हजुरलाई जेठो छोराको दर्जा दिएछ कि दिए छैन दिन त दिएछ होइन अब कहाँबाट मनबाट दिएछ कि मुखबाट दिएछ कि मुखबाट भए पनि त दिएछ नि दिएछ नि केही कुरा गर्दाखेरि सोध्छ त भइहाल्यो नि अब के चाहियो त्यतिलाई पुग्यो मलाई मनबाट पनि दिएछ मनबाट पनि होस् धनबाट पनि होस् धनबाट छैन मनबाट छ मुखबाट छ हैन धनबाट पनि होस् बाबा बतेका दिनुहोस् त्यही छ एउटा सानो फ्यामिलीको बन्छ डिसेम्बरमा आउँछ 3-4 महिनामा मिठो मिठो खान्छु बसेर सासु आमाको हातबाट हजुरलाई के खाने इच्छा छ भन्ने मम्मीले आउँदैन होला पनि मम्मी सिकेर आउँछ भएन जे मलाई देव त्यसमा खाने अनि मम्मीलाई आफ्नो कहाँ घुमाउनुहुन्छ त्यो भन्नु त घुमाउन त अब चिसो महिना छ घुमाइदिन्छु नजिकहरूतिर चौधो नारा ओसाका बोबे टाइम 6 महिना भएपछि गर्मी टाइम आएपछि टोकियो पनि घुमाइदिने त्यति बेलासम्म 6 महिना भएपछि गाडी पनि सिकिहाल्छु ड्राइभिङ गर्छु छोटो मोटर गाडीमा हो यो 3 महिना त चिसै हुन्छ 3 महिनामा यो नजिकको ठाउँ घुमाइदिने पछि 3 महिना थपेसी अलि टाढाको हैन अनि अरू चाहिँ तब हजुर आफ्नो सासु बाले कहिले लिएर आउनुहुन्छ पप्पाले कहिले लिएर आउनुहुन्छ यहाँको जहिले छ जहिले विचार लागिहाल्छ मतलब छैन हो अब एकचोटि सासु बाले पनि घुमाइदिनु पर्यो नि ओके नो टेन्सन मेरो चुटकीको कमाल हो चुटकी बजाउनु गयो त कहाँ हुनुभयो कोही पनि आएको छैन चुटकी बजाबै त काम हो र अलि र अरूले सोचेर म त एक दिनमा काम सबै सकाइहालेँ सबै काम भइसकेको छ नि यहाँ खालि यो फोटो दिएपछि त सबैले बिचमा भोलि एप्लाई गर्थे अनि अरू चाहिँ अरू के चाहिँ समोसा बने समोसा खाऊ खजुरी भने खजुरी खाऊ भात छ बासमती राइसको त्यसपछि यो छ गुन्द्रुकको तरकारी अनि हजुरको बिजनेस कसरी कति राम्रो चलिरहेछ बिजनेस त राम्रै चलिरहेछ साह्रै युट्युबमा हाल्छु यो त्यस्तो नबोल्नु के नेसेसरी बिजनेस त ठिक चलिरहेछ प्रगति भइरहेछ कि नै प्रगति भइरहेछ नभन्ने होइन हजुरले अब बिजनेसको साँचो बुच्यो के हुनुहुन्छ म बिजनेसहरू केही होइन बिजनेसहरूको नाम म त केही छैन बिजनेस त्यसो म बाइक सपोर्टर मेरो आफ्नै काम छ मेरो आफ्नै काम छ बिजनेस अनि छोरीलाई फर्स्टचोटि भेट्दाखेरि कस्तो खुसी लाग्छ छोरा होस् या छोरी होस् जे होस् आफ्नो बच्चालाई भेट्दाखेरि कस्तो खुसी लाग्छ खुसीको कुरा नगर्नु लाइफमा फर्स्टचोटि बच्चा जन्माइरहेछ सबैको त फर्स्टचोटि हुन्छ कसको सेकेन्डचोटि हुन्छ हैन अर्को भएपछि अर्को हुन्छ नि दुईटा हुन्छ नि तीनटा त्यो भएर अनि फर्स्ट टाइम बच्चालाई भेट्दाखेरि के पैसा दिनुहुन्छ पैसा के दिनु बच्चा के दिनुहुन्छ भन्नाले अब हुन्छ नि कति बच्चा अहिले केही लिन सक्दैन बच्चा त अहिले जे कुरा पनि लिन सक्दैन दिनु न लिइहाल्छ नि उसको आमा लिइहाल्छ आमाले होइन बच्चा अब 1 सालको हुन्छ त्यसपछि पापा यो चाहियो त यो पुरा हुन्छ यो चाहियो यो पुरा हुन्छ यो चाहियो यो पुरा हुन्छ सबै थोक पुरा गर्नुहुन्छ यस 100% सबै जे चाहियो त्यो उसलाई प्लेन चाहियो नेपाल अनि जापान जानको लागि प्रश्न त्यो पुरा गर्नुहुन्छ त्यो पनि खेलनावाला प्लेन आइहाल्छ प्लेन चाहिने प्लेन त आइहाल्छ प्लेन अकार हो दाइजो
大丈夫。sukeshi。終わった？まだまだです。早くして。早く。अब के भन्ने? अब त केही छैन सोध्ने। हजुर आफ्नो मनले पनि भन्नु न। मेरो मन केही छैन। मलाई अब हजुर मलाई सोध्नु। ल हजुरको के भन्न छ भन्नु। ल मलाई त केही छैन भन्नु। हजुरको फर्स्टचोटि बच्चा जन्माइरहेछ। कस्तो फिलिङ भयो? कति खुसी हुनुहुन्छ? केही खुसी छैन, दुखी छु। के को दुखी? यति दुःख भइरहेछ मान्छेलाई। यहाँ नबुझ्ने हजुर मात्र हुनुहुन्छ आज। म नि बुझ्दिनँ त्यो भाषा। बोलेर ल काट्ने अब दिदी। ल स्टार्ट गर। ल है। चिचाउन ह्याप्पी एनिभर्सरी भन। ह्याप्पी एनिभर्सरी। मेरो हातमा फोन छ है म। फोड्दैछ नि अब। फोटो खिच्दा राजीव सन्देश पाउनु पहिला। एक अर्कालाई खुवाउनु। उहाँले पनि खुवाउनु, दुईजनाले एक अर्कालाई है। एकअर्कालाई। ह्याप्पी एनिभर्सरी बोथ अफ यु। दाइ भाउजू है। पूरा खाउन आएकै दिनमा कति छोरा पूरा खाउन गर्नु त दाइ खुवाए जस्तो गर्नु त मनिषा छ नि दुईजना खाएर खुवाए जस्तो गर्नु न ठुलो मुख भयो अब पाले पाले मलाई थाहा हजुर खानुहुन्छ ल्याउनु उनले टिसु हामीले नि खुवाइदिनु पर्छ दाइ आफै खानु पर्यो को जाऊ त्यो दाइलाई त त्यस्तो गर्नु खै केक त फेभरेट हो फेरि दाइको तुलाई कति खेर खाऊ जस्तो भइसक्यो थ्यांक यू ह्याप्पी एनिभर्सरी फोटो खिच्नुहुन्छ यहाँ हुनु ल्याउनु बिचमा अहिले प्लेटमा राखेर अनि यति धेरै छ कसरी सक्छ के भयो मलाई त बचाउन त क्लास यहाँ छ अन गर्नु त राम्रो हुन्न के हो तर क्लासमा अटोमै रहेछ अन गर्नु त आफै कस्तो गर्छ भिडियोलाई चाहिँ राम्रो देख्दो रहेछ के त्यो आइफोन कता यता हेरेको नि सिधै हेर्नु न सेवा वाला मोबाइल चाहिँ गएपछि फोटो यति भयो नि नजिक जानु न हाम्रो सेव वाला मोबाइल है भिडियो खतरा आउँदो रहेछ हरे फेरि दिनु पर्यो सेवा नाम ल त हेर्नु नि त नै यार मलाई त लास्ट ए लौ पछि मेरो पाला आउँदा बोलाउँदै तिमीहरूलाई एकजनालाई पनि ल्याइदिएँ आउनु न यहाँ बिचमा बस्ने फोटो सेसन त हुनु पर्यो राम्रो चाहिँ एकदम तपाईँ अब है म यस्तै गर्छु ल तिमी मलाई हेर है राम्रो हुन्न के हो त है ठिक्क देखेको भएन कि है है कस्तो भन्छ उसलाई गाह्रो भइसक्यो बिचरा अलि अझै पछाडि तपाईँ जानु न ठ्याक्कै देख्छ होला त अलि तेज छ बनेर के हो बने छ त यस्तो गर्नु त यो ठिक छ तेज छ भाइ तेज आज 2 शब्द भनिदिनु 3 शब्द भनिदिनु थर्ड एनिभर्सरीको थर्ड एनिभर्सरी छ भनिदिनु न अहिले वेट भन्दैन अब म युट्युबमा राख्छु कि अब लास्ट 3 दिन निशा फोन गर्नु के ल नि बाई बाई निशा फोन गर्नु बाई बाई सबैजनालाई आजको ब्लग मेरो यही सक्यो सानो अनि मिठो ब्लग्स बाई बाई